अनि किन बोल्नु त नि तिमी बाबाले भनेको अनुशासनमै बस्दैनौ तिमी भने आफ्नो मनमानी गर्छौ नराम्रोसँगले बिहान उठेर पढ्नु छैन अनि बाबाले भनेको मान्ने पनि हैन भनेको मान्छु मैले सबैले भनेको मान्छु लु म त बोल्दिन अब 3-4 दिन जति ढोक्यो म त अब त्यतै म त स्कुल जाँदाखेरि अब गाडी चढाइदिने हो अनि त्यहाँबाट बाइ पनि नगरिकन आउने हो त्यति हो म त मान्दैन छोरी जति सुकै जे गर न म त हुँदैन भन्नु जाऊ मम्मीले तपाईलाई गाडी गर्नुहुन्छ जाऊ भन जाऊ ल मम्मी पनि आउँछ अहिले बाहिर गयो होला मम्मी आएपछि मामुले पनि भन म त बोल्दैन तिमीसँग म त बोल्दैन किन बाबाले भनेको कुरा अनुशासनमा नबस हैन अनुशासनमा बस्नु भयो मोबाइल चलाएर बस्छ जति बेला नि पढ्नु छैन राम्रोसँगले मैले मोबाइल चलाएको हो भर्खर त्यहाँ चलाएको कि नै भन त कति बजे भन्नु नि हेर्न न पाउने हो है कति हो जाने तिमी ल भन त स्कुल 8 बजे 8 बजेर कति 19 मिनेट भयो हैन कति 45 मा यहाँबाट निक्लिने हो 19 हैन 45 मा हैन 40 मा तर जेसुकै होस् तर म चाहिँ बोल्दिन है छोरी म त अनुशासनमा बसेनौ नि त तिमी अनुशासनमा बस्नु पर्यो नि त बाबु मम्मीले भनेको अनुशासनमा बसेको माया लाग्छ त नि म त बाई पनि गर्दैन के अहिले हेर न म बाई नगरिकन पनि आउने हो के अहिले रुममा हेर न अनि ठिक हुन्छ तिमीलाई हसुको नानीलाई बाई पनि नगर्ने ल अब हामी म त गर्छु मम्मी त मसँग जानुहुन्छ म जाँदैन नि त नि म त तिमीलाई बाई गर्दैन कि फर्स्ट हुन्छ कि फेल हुन्छ फर्स्ट त भएन भने त म त झन् बोल्दै नबोल्ने 1 महिना नबोल्ने हो फर्स्ट भएन भने त झन् फर्स्ट भयो नि तर अहिले नै मेडल आउँदैन कहिले आउँछ मेडल म्यामले भने बेला मात्र आउँछ प्रमोसनले भने बेला हुन्छ सबै प्रमोसन